जय श्री राम, जय बगरंगबली हनुमान। कलियुगमा भगवान हनुमानको महिमा कसलाई थाहा नहोला र? कलियुगका राजा हनुमान सनातन हिन्दू धर्मावलम्बीका सर्वप्रिय भगवान हुनुहुन्छ। अष्ट चिरञ्जीवी भगवान मध्ये सबैभन्दा जागृत र भक्तको पुकारा सुनेर तुरुन्तै प्रसन्न हुने भगवान हुनुहुन्छ श्री हनुमान। आज हामी तपाईहरूलाई हनुमान भगवानको पञ्चमुखी रूपको दर्शन गराउँदैछौँ। भगवान श्रीराम, जानकी माता लगायत लोकका सबै भगवानको काम सहज रूपमा गरिदिनु हुने हनुमानले मनुष्यको काम पनि सहज तरिकाले गरिदिनुहुन्छ। सबैभन्दा छिटो, सहज, भक्तिभावमा प्रसन्न हुनुहुने हनुमानको पञ्चमुखी स्वरूपको यो भव्य मन्दिर रहेको छ काठमाडौँ, जोरपाटी, जम्बू डाँडा स्थित हनुमान वाटिकामा। यहाँहरूलाई त थाहै छ हनुमानका यी 5 स्वरूपको नाम के हुन भनेर। यसपटक फेरि स्मरण गराउन चाहन्छु। उहाँको पञ्चमुखी स्वरूपका नाम हुन पूर्वमुख। यो मुख्य बानर स्वरूप हो। यस स्वरूपको पूजा गर्नाले सबै प्रकारका डरनाश हुन्छन् र भयबाट मुक्ति प्राप्त हुन्छ। दक्षिणमुख नरसिंह हो। यो सिंहको स्वरूप हो। यसले शत्रुमाथि विजय दिलाउँछ र सबै डर एवं चिन्ताहरू हटाउँछ। पश्चिममुख गरुड हुन। यो गरुड पक्षीको स्वरूप हो। यसको उपासना गर्नाले विषको प्रभाव वा नकारात्मक शक्तिहरूबाट रक्षा हुन्छ। उत्तरमुख बराह। यो बदेलको स्वरूप हो। यसले जीवनमा ऐश्वर्य, धन र सफलता प्रदान गर्दछ। उद्रमुख हयग्रीव। यो घोडाको जस्तो स्वरूप हो जुन आकाशतर्फ फर्केको हुन्छ। यसले ज्ञान, बुद्धि र विजय प्राप्त गर्न मद्दत गर्दछ। पञ्चमुखी हनुमानलाई भगवान शिवको शक्तिशाली र उग्र अवतार मानिन्छ। रावण र उनका भाइ अहिरावणबाट श्रीराम र लक्ष्मणको रक्षा गर्न हनुमानले यो रूप धारण गर्नुभएको थियो। तपाईहरू पनि रामदूत हनुमानको पञ्चमुखको दर्शन र आराधना गर्नुहोस्। उहाँ छिट्टै प्रसन्न भई तपाईँको मनोकांक्षा पूरा गरिदिनुहुन्छ। जय श्रीराम, जय बजरंगबली।